धेरै पहिलेको कुरा हो। नेपालको एक सुन्दर राज्यमा एक अत्यन्तै बुद्धिमान, दयालु र धर्मात्मा राजा बस्थे। प्रजाले उनलाई अत्यन्तै माया गर्थे, किनकि उनी सधैँ प्रजाको हितमा सोच्ने गर्थे। दरबारका मन्त्रीहरू भन्थे, हाम्रो राजा यस्तो दिव्य हुनुहुन्छ कि उहाँले देख्नुभएको सपना पनि सत्य हुन्छ। एक दिन बिहान राजा उठेपछि निकै चिन्तित देखिन्थे। उनी सिधै आफ्नो गुरु कहाँ पुगे र भने, राजगुरु, आज मैले एउटा डरलाग्दो सपना देखेँ। सपनामा एक महात्मा आउनुभयो र भन्नुभयो कि भोलि साँझ दरबार बाहिरको ठुलो रुखको फेदमुनि रहेको पालबाट निस्केर एउटा विषालु सर्प मसँग पूर्वजन्मको बदला लिन आउनेछ, जसले मलाई डस्नेछ र मेरो मृत्यु हुनेछ। राजगुरुले गम्भीर हुँदै भने, राजन, तपाईँका सपनाहरू सधैँ सत्य हुन्छन्, त्यसैले यसलाई पनि हल्का रूपमा लिनु हुँदैन। त्यतिकैमा मन्त्रीले भने, महाराज, आदेश दिनुहोस्, हामी अहिले नै त्यो सर्पलाई मारिदिन्छौँ। तर राजा मुस्कुराउँदै बोले, होइन मन्त्रीज्यू, हामी कसैलाई मारेर नयाँ पाप कमाउन चाहँदैनौँ। यदि त्यो सर्प पुरानो जन्मको बदला लिन आउँदैछ भने हामी किन फेरि दुश्मनी बढाउने? राजा केही बेर एक्लै बसेर सोच्न थाल्यो। अनि अचानक एउटा अनौठो योजना बनाए। राजाले मन्त्रीलाई बोलाएर भने, दरबार बाहिरको त्यो ठुलो रुखको फेदबाट मेरो सुत्ने कोठासम्म फुलै फुलको बाटो बनाइदिनुहोस्। त्यसमा सुगन्धित अत्तर पनि छर्कनुहोस् र बीचबीचमा दुधका भाँडाहरू पनि राखिदिनुहोस्। मन्त्री अचम्म मान्दै बोले, महाराज, त्यो सर्प तपाईँलाई मार्न आउँदैछ अनि तपाईँ उसको स्वागत गर्दै हुनुहुन्छ? राजाले शान्त स्वरमा भने, हो, यो मेरो तरिका हो। तपाईँले मैले भने जस्तै व्यवस्था गरिदिनुहोस्। अर्को दिन जब साँझ पर्यो, एउटा विशालु सर्प रुखको फेदको दुलोबाट बाहिर निस्कियो। उसले देख्यो राजाको शयन कक्षसम्म पुग्ने बाटो फुलै फुलले सजिएको छ। चारैतिर अत्यन्त सुगन्धित अत्तरहरूको बास्ना मगमगाइरहेको छ र बाटोभरि दुधले भरिएका भाँडाहरू सजाएर राखिएको छ। सर्प अचम्ममा पर्यो। होइन, यो के भइरहेको छ? ऊ बिस्तारै अगाडि बढ्दै गयो र ऊ जति जति अगाडि बढ्थ्यो त्यति उसको रिस घट्दै जान्थ्यो। सुकोमल पुष्पहरूको बाटोमा लत्रँदै भाँडामा राखिएका दुध पिउँदै ऊ अघि बढिरहेको थियो। सैनिकहरू पनि शान्त थिए। सबैले उसलाई देखिरहेका थिए, तर कसैले उसलाई रोकिरहेका थिएनन्। सबै कुरा यस्तो लाग्थ्यो जस्तो कुनै अति विशिष्ट अतिथि आगमनको स्वागत समारोह चलिरहेको छ। अन्ततः सर्प राजाको शयन कक्षसम्म पुग्यो। राजा उसको स्वागतमा मन्द मुस्कानसहित उपस्थित थिए। राजालाई देखेर सर्पले भने, हे राजन, म त तपाईँलाई डस्न आएको थिएँ, पुरानो जन्मको बदला लिन आएको थिएँ। तर तपाईँले त मेरो यस्तो स्वागत गर्नुभयो कि मेरो सारा क्रोध हराएर गयो। राजाले शान्त स्वरमा भने, मलाई थाहा थियो तिमी आउनेछौ। मैले सोचेँ तिमी मलाई अन्तिम पटक भेट्न आउँदैछौ भने तिमीलाई स्वागत गर्नु मेरो कर्तव्य हो। नयाँ दुश्मनी किन बढाउने? सर्प निकै भावुक भयो। उसले भन्यो, आज तपाईँले एउटा शत्रुलाई मित्रमा बदल्नुभयो। त्यसपछि उसले आफ्नो बहुमूल्य मणि राजालाई उपहार दिएर फर्कियो। साथीहरू, यो कथाले हामीलाई एउटा ठुलो पाठ सिकाउँछ। संसारमा क्रोधले होइन, प्रेमले जित्न सकिन्छ। यदि राजाले सर्पलाई मारेको भए अर्को जन्ममा फेरि त्यो शत्रुता जारी रहने थियो। तर प्रेम र सम्मानले उनले एउटा कालान्तरदेखिको शत्रुतालाई समाप्त पारिदिए। त्यसैले कसैलाई पराजित गर्नु ठुलो कुरा होइन, कसैको मन जित्नु चाहिँ वास्तविक विजय हो। साथीहरू, आजको यस कथा यहाँहरूलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक गर्न नबिर्सनुहोला। साथै यस्तै प्रेरणादायी कथाहरूका लागि हाम्रो च्यानल कथासागरलाई पनि सब्स्क्राइब गर्नुहोला। आगामी दिनमा यस्तै रोचक एवं प्रेरणादायी कथा लिएर फेरि उपस्थित हुने नै छु। त्यतिन्जेलका लागि कथासागरबाट म सुधीर अधिकारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार। यहाँको आगामी पल सुखद रहोस्, शुभ रहोस्।